हेलो एभ्रिवान आफ्टर लङ टाइम है आज चाहिँ म नयाँ भ्लग लिएर आएको छु। आजको भ्लगमा चाहिँ अलि रमाइलो कुरा हुन लागेको छ है। प्रोग्राम अर्गनाइज गरेको छ। त्यो प्रोग्राममा चाहिँ आउट अफ 600 पिपल 30 पिपल आर गोइङ टु सेलेक्टेड। लकिली आई गट सेलेक्टेड। के प्रोग्राममा सेलेक्सन भएको भन्दा चाहिँ एक्चुअली इट इज समवन्स परफर्मेन्स अमित गुरुङजी अनि ब्यान्डको नेम सबैलाई थाहा छ नेपथ्य। अनि आज चाहिँ मलाई कलेजबाट मेल आएको थियो यु गट सेलेक्टेड आउट अफ 600 पिपल। मेरो खुसीको त ठिकानै छैन मेरो फेसमा। हाई आई एम हियर टु गेट द टिकट। आई एम सो ह्याप्पी। टिकट चाहिँ यही हो हार्डन पेभिलियन आई थिङ्क यो चाहिँ भेन्यू होला। एक्चुअली 20th हुन्छ 30 भने चाहिँ भोलि 29 सो डे आफ्टर टुमरो चाहिँ कन्सर्ट रहेछ सन्डे। चाहिँ अब रेडी भइसकेँ जानुको लागि है। फाइनली टाइम पनि भयो। अब चाहिँ चल्दिनु पऱ्यो। बाहिर पानी परिरहेको पढ्नु पर्ने त्यहाँ हो। कन्टेन्समा लाग्छ त्यहाँ गर्नु हुँदै लता झन्डे मोटरसाइकल कार अब हिँड्ने नै हो। अब हिँड्दै हिँड्दै जाऊँ। प्लिज लेट मी नो है टु द कमेन्ट। मासाला पानी परिहाल्यो नि अब मासाला नभन्दा आउँदै सेट म भिज्ने भयो। अब रुखमा पुग्नु पऱ्यो। दौडी के गर्नु अब भिजेर पनि जानु पऱ्यो। हट मासाले दौडिनु पर्दैछ दौडिनु पऱ्यो। खत्तम भयो नि पानी। एकछिन पानी पर्छ एकछिन पर्दैन। यहाँ परिराख्ने फेरि मैले भिजेर पुरै ज्यानदेखि थाल्छ भिजेर मदर फकर छिर्दिउँ। Never forgetting moment for me. Once in a lifetime opportunity. Oh my God, so success आज त मेरो। आज दामी टाइममा भेट्यौँ हामी हैन। This is really great moment for me। तिम्रो ब्लग च्यानल छ बनाउन चाहिँ स्टार्ट गरे हैन। त्यो अहिले चाहिँ मेमोरिजको लागि हो। मेमोरिजको लागि मेरो टासी शेर्पा भन्दैन छ टासी शेर्पा हामी नेपथ्यको कन्सर्टमा भेटेको थियो हैन। एकदम रमाइलो भइरहेछ हामी दुईजना हैन। सहयोग केटा हो सहयोग गर्नुपर्छ। अब चाहिँ इन्जोय हान्नुपर्छ है हामी इन्जोय। हेलो एभ्रिवान आफ्टर लङ टाइम है आज चाहिँ म नयाँ भ्लग लिएर आएको छु। अनि आजको भ्लग चाहिँ इज भेरी मच इन्टरेस्टिङ है। अनि यो चाहिँ मेरो आई थिङ्क भ्लगहरूमा 5औं भ्लग हो। इज अ 5th एपिसोड एक्चुली इन माई च्यानल है। अनि आजको भ्लगमा चाहिँ अलि रमाइलो कुरा हुन लागेको छ होइन। अनि आज चाहिँ एकदमै खुसी छु म किनकि मैले यो एक्सपेक्ट नगरेको कुरा हो। त्यसैले अनि किन खुसी छु भन्नुभन्दा अगाडि पनि आई विल गिभ माई इन्ट्रोडक्सन। माई नेम इज तासी शेर्पा है। अनि अहिले चाहिँ म अब अस्ट्रेलियामा पढिरहेको छु।
2.5-3 वर्ष जति भयो पढिरहेको। अनि मैले चाहिँ आफ्नो डिप्लोमा फिनिस गरेर अहिले चाहिँ करेन्टली ब्याचलरमा इनरोल्ड छु। दिस इज माई फर्स्ट विक अफ माई सेमिस्टर, फर्स्ट सेमिस्टर। अनि यो सेमिस्टरमा चाहिँ नट सेमिस्टर, यो होल ब्याचलरमा चाहिँ 600 पिपुल इनरोल्ड भएको छ क्या। अनि 600 इनरोल्डमा चाहिँ कलेजले चाहिँ एउटा प्रोग्राम अर्गनाइज गरेको छ। त्यो प्रोग्राममा चाहिँ आउट अफ 600 पिपुल 30 पिपुल आर गोइङ टु सेलेक्टेड के। अनि आउट अफ दोज 30 पिपुल्स you will or someone will get selected. Luckily I got selected. I know, didn't expect that, but select boy. अनि के प्रोग्राममा सेलेक्सन भएको भन्दा चाहिँ एक्चुअली इट इज समवन्स पर्फर्मेन्स। त्यो पर्फर्मेन्स चाहिँ के हो भन्दाखेरि इज अ सिङ्गर। अनि को सिङ्गर भन्दाखेरि चाहिँ हाम्रो लेजेन्ड, भेरी फेमस, भेरी एस्टोनिसिङ अमित गुरुङजी। अनि ब्यान्डको नेम सबैलाई थाहा छ, नेपथ्य। सो या नेपथ्यको चाहिँ कन्सर्ट हुँदैछ। कहिले हुन्छ चाहिँ अब आइम नट स्योर। आज चाहिँ 28 अफ अगस्त, नट अगस्त, 28 अफ मार्च एक्चुली टुडे चाहिँ है। आज चाहिँ फ्राइडे हो। अनि आज चाहिँ मलाई कलेजबाट मेल आएको थियो, you got selected out of 600 people within that 30 people. Oh my god, म त धेरै एक्साइटेड। किन भन्दाखेरि अहिलेसम्म लाइफमा म चाहिँ 28 वर्ष भयो, अहिलेसम्म मैले कुनै पनि सिङ्गर्सको लाइभ सो चाहिँ एटेन्ड गरेको छैन कहिले पनि। दिस इज गोइङ टु माई फर्स्ट टाइम ह्याभिङ जोइनिङ होइन पर्फर्मेन्स। अनि अल्सो आई नेभर वन समथिङ इन माई लाइफ, कहिले पनि जितेको छैन कि कुरा, बट आई डिड विन टुडे है। इट इज भेरी ह्याप्पी मोमेन्ट फर मी, भेरी एक्साइटिङ मोमेन्ट फर मी। अनि अब लेसी आज चाहिँ म टिकट ग्र्याब गर्न यो कलेजमा आएको छु। एक्चुअली मेरो कलेज चाहिँ मन्डे र थर्सडे थियो, हिजो थियो कलेज। अनि आज चाहिँ मेल आएको थियो मलाई कलेजमा, ल टिकट लिन आऊ 5 बजीभन्दा अगाडि, अदरवाइज लिन आएन भने त्यो टिकट चाहिँ म अरूलाई नै दिन्छु भनेर भनिरहेको छ इमेलमा। त्यसरी चाहिँ म चाँडो आएँ। अब चाहिँ म कलेजतिर जान्छु अनि कलेजमा गएर त्यो टिकट ग्र्याब गर्छु। किप वाचिङ है गाइज। अनि मेरो कलेजको बिल्डिङ चाहिँ उतै हो, धेरै ठुलो त छैन है, ठिकै छ कलेज। अब कलेजमा जाउँ। आइम एक्चुली वेयरिङ अ स्लिपर्स, स्यान्डल्स भन्दा पनि हुन्छ, स्लिपर्स भन्दा पनि है। अनि अब म कलेजमा छिर्दैछु। रोडमा यसरी क्रस गर्नु हुँदैन, त्यही पनि पुग्यो फक चाहिँ गएँ होइन। कलेजमा जान्छु, टिकट ग्र्याब गर्छु। आइम भेरी ह्याप्पी है। खुसीको ठिकाना छैन। कलेजको स्कुलमा वानमा जाउँ, टिकट लिउँ। अनि मेरो खुसीको त ठिकानै छैन मेरो फेसमा, फर्स्ट टाइम जितेको। अनि ल रूममा आएँ। हाई, I'm here to get the ticket. I'm so happy. I'm so happy. I got the ticket. Look, this is the ID card. Yeah. Oh, that's the ticket. Yeah, that's the ticket. Okay, thank you very much. I got the ticket. Sunday, 30 March, 8 p.m. It's the performance time. And thank you very much. Okay, thank you. And I'm gonna leave. Yes, you want to say something? No problem. For sure. I'll send it in marketing email. Okay, I will send it in email. Thank you very much. Okay. Thank you.
यो टिकट चाहिँ तासी शेर्पा. She will remember me always. I'm the one always call, you know. Not having the problem, just trying to fix things, you know. Thank you very much. Ticket चाहिँ यही हो. Harden Pavilion. I think this is venue होला. Education and visa services. I think यो चाहिँ सायद अर्गनाइजर होला हैन. हाम्रो रेजिडेन्टको नाम यही छ नेपथ्य. यस. अब आज एक्चुअली 28 हुन्छ. 30 भनेपछि भोलि 29. सो डे आफ्टर टुमरो चाहिँ कन्सर्ट रहेछ. सन्डे 8 बजेको सो. ओके. सो 8 बजेको सोमा म चाहिँ जानेछु. अब यो भिडियोलाई चाहिँ अब मैले यहीँ नै सिद्धाउनु पर्ने हुन्छ. त्यस कारणले गर्दा यो भिडियोलाई यहीँ पज गर्छु. वेट, तर तपाईहरु चाहिँ यो भिडियो किप वाचिङ है. म चाहिँ त्यो कन्सर्टमा हाउ आई फिल, हाउ आई विल एक्सपिरियन्स त्यो भिडियोहरु चाहिँ म try to show it through this video. I hope you guys will enjoy. So keep in the moment and keep watching. Thank you very much. Hello everyone. म चाहिँ आज रुममा छु हैन. आज चाहिँ अब कन्सर्टको दिन हो. हाम्रो नेपथ्यजीको पर्फर्मेन्स. त्यो पर्फर्मेन्सको लागि चाहिँ अब जानलाई रेडी हुन आँटेको. भर्खरै कामबाट आएँ. अब खाजा यही हो. खाजा खान्छु. अहिले चाहिँ रातिको कति बज्यो खै 3:42 भएछ. कन्सर्ट चाहिँ एक्चुअली 7 बजे हो गएर छिर्ने अनि 8 बजेदेखि सुरु होला राति. त्यसैले अझै पनि टाइम छ. त्यही भएर अब म चाहिँ बस रेडी हुन लागेको. रेडी भएर अनि हिँड्दाखेरि यो भिडियोलाई कन्टिन्यू गर्छु. किप वाचिङ. थ्याङ्क यू. है फाइनली टाइम पनि भयो. अब चाहिँ चल्दिनु पर्यो. बाहिर पानी परिरहेको पढ्न जानु आएछ. भिजिरहेको पनि जानु पर्यो हैन त. ज्याकेटलाई लाउनु पर्यो. वाटरप्रुफ हो यो ज्याकेट हुनु त. अनि सिक्किम लागेको छ. अनि ल अब यो मोस्ट अफ द भिडियो चाहिँ अब नपुग्ने बेलुका यो गोप्रोबाट नै बाइक चलाएर स्कुटर चलाएर खिच्छु. त्यसमै देखिन्छ सबै कुराहरू. अब पुग्नलाई चाहिँ त्यहाँनिर चाहिँ कति टाइम लाग्छ 23 किलोमिटर भनेपछि 5:30 भयो. अहिले 45 मिनटमा पुगिन्छ. 45-46 मिनट लाग्दो रहेछ. ल ठिक छ, केही छैन. चाबी पऱ्यो. फर्क झन्डै टिकट बिर्स्यो. धन्न यही भएन भने त आजको पार्टी त चट भइहाल्छ नि फेरि. नट पार्टी सरी. आजको कन्सर्टमा छिर्नु पाउँदैन फेरि. यो भ्लग पनि बन्दैन हो. बिर्स्यो भयो त. धन्न देखिहालेँ मैले. चल्दिनु पऱ्यो. मैले सबै कुरा छ. साइडमा पर्स छ, बसमा आइडी कार्ड पनि छ, लाइसेन्स सबै छ. ठिक छ, चल्दिनु पऱ्यो है गाइस. रेनकोट चाहिँ लानु पऱ्यो. बाटो कति काल देखिरहेको छ हेर्नु भएर है. ज्याकेट चाहिँ वाटरप्रुफ हो. सुरक्षा लाउनु पऱ्यो. खत्तम छ. त्यहाँ छ यो अब मजाले गइदिउँ न. 45 मिनट लाग्छ. त्यहाँ जान्छु. 8 बजेर 8 मिनट सुरु छु म त्यहाँ पुग्न चाहिँ. भइरहेको छ. ल आई होपफुली राम्रो सक्छुनुहोस्. यो आवाज धेरै आउँछ होइन.
गयो भने लताल भयो हो Shit भयो नि त माछा पार्किङै छैन सानो त कार गर्नु मिलेन फाक्नु भयो नि त त्यहाँ कति घन्टा पार्किङ चाहिँ हेर्दै जानु पर्यो मजाले बिल्डिङ यहाँ दुईवटा त रहेछ स्कुल खाएर कतिले गर्नु यहाँ त कति घन्टा गर्नुहुन्छ मोटरसाइकल पार्किङ माथि छ मोटरसाइकल पार्किङ त भन्नु न permit holders expected डर लाग्यो माइ लर्ड पार्किङ पर्मिट भनेको त्यहाँनिर ल्याम्बो खाना भने बनायो नि त्यो फेरि यार तँलाई त छोडिदिन्छ होला हो यहाँबाट 2 मिनट त रहेछ जम्मा है यसो रोकौँ अब म चाहिँ आइपुगेँ स्टेडियम है यत्रो ठुलो स्टेडियम म चाहिँ पुगेँ होइन सायद त्यो स्टेडियम नै होला सायद त्यो लाइटहरू उभिरहेको त्यो नै होला सायद हेर्छु म चाहिँ कति मिनट टाढ्दैछ यहाँबाट कति मिनट टाढा एकछिन हिँडेर 7 मिनट छ रहेछ फकिङ मदर फकर अच्छा टाढै रहेछ 7 मिनट हिँड्नु पऱ्यो होइन 7 मिनट हिँड्नु पऱ्यो 7 मिनट देखेर छ दामी देखिरहेको छ उस्तो खोइ माथि चिज नेपाली जस्तो लाग्यो यस्तो अकवर्ड फिलिङ हुन्छ नि त लाग्यो अब हिँड्ने नै हो अब हिँड्दै हिँड्दै जाउँ कस्तो भएको क्या रिमोटले हिँड्नु गर्दा खानु चाहिँ ओइ कस्तो खालको यो कस्तो खालको भाइ क्या कस्तो खालको बच्चा राख्ने रहेछ खास पानी पानी छ त यार हिँड्दा हिँड्दै चौरै चौरै यस्तो ग्रिन सला अस्ट्रेलियामा यस्तो चाहिँ यो चाहिँ दामी लाग्छ क्या मलाई यो चाहिँ पुरा बिल्डिङहरू पनि हुन्छ है बाटोहरू पनि खतरा हुन्छ अनि रुख चाहिँ जतै जतै क्या गाडीहरू पनि जतै जता भए पनि जताततै गाडीहरू भए पनि अथवा घरहरू भए पनि हरियालीलाई चाहिँ किप गरे आगे यिनीहरूले कसम रुखहरू टक्क राखेर भन्दा पनि रोपेर है काम लागिरहेछ अब नट ब्याड टुडे इज नट ब्याड सायद यस स्टेडियम त यही हुनुपर्ने हो खास जस्तो लाग्छ मलाई सायद यही रहेछ भने त खत्तम हुन्छ त मलाई यस्तो खुल्ला पानी पऱ्यो भने यस्तो कालो छ बादल खत्तम हुन्छ त यत्रोको बनाइन्छ त भिजाएर यसको ब्याट्री अलमोस्ट सिजन लगाइसक्यो जस्तो है अलमोस्ट सिजन लगाइसक्यो ब्याट्री अर्को ब्याट्री छन् त छ केही छैन अनि मेरो भिडियो हेरेर जसले मनपर्छ है
लाइक र कमेन्ट हाल्नु पऱ्यो है। सो भन्नु पऱ्यो मेरो भिडियोमा के कस्तो छ, के कस्तो राम्रो छ, के कस्तो नराम्रो छ, मैले बोलेको कुराहरू अथवा मैले देखाउनु खोजेको कुराहरू के कस्तो छ, प्लिज लेट मी नो है थ्रु द कमेन्ट। मासला पानी परिहाल्यो नि अब, मासला नभन्दा हुँदै सेट म भिज्ने भयो। अब रुखमा पुग्नु पऱ्यो। दौडी कति मिनट छ अझै यहाँबाट? 280 4 मिटर 280 छ। 280 गाइज। रुखको बिचबाट कुद्नु हिँड्नु पऱ्यो। अब यो रुखले मलाई भिज्नबाट बचाउँछ नि त। खत्तम हुन्छ यार भिजेर, म त सेतो सर्ट पुरै भिज्छ। गेट ई भन्छ, गेट 2बाट भने जस्तो आयो। गेट 3 खत्तम भयो नि त। मार चोट पानी त परिहाल्यो नि यार। खत्तम भयो गेट 9। कहाँबाट छिर्ने हो त मुजी? 60 नपर्दा हुन्छ पानी यार। उतै छ खत्तम भयो त मुजी। के गर्नु भिजेर पनि जानु पऱ्यो। हट मासले कति मिनट छ भाइ? 2 मिनट छ ल। 2 मिनट भयो नि भित्र जानु पऱ्यो। अब भिजेर दौडिनु पऱ्यो। खत्तम भयो नि पानीले। कस्तो पानी पर्छ झन्। त्यही सोचिरहेको थिएँ मैले, त्यहाँ हिँड्ने बेलामा चाहिँ पानी नपरोस्। 10 मिनट लाग्छ भनेको पानी पर्दैन। कता हो सिङ्गो त? एकछिन पानी पर्छ, एकछिन पर्दैन। यहाँ परिहाल्ने फेरि मैले भिजेर पुरै ज्यानदेखि थाल्छ भिजेर। मदर फकर ला खत्तम भयो त भिजेर यार। ल भाइ अब चाहिँ आइपुग्यो जस्तो छ। नेपालीहरू देखिरहेको छ मैले। यो अगाडि हिँडेको सब नेपाली हो, त्यहाँ बसिरहेको नेपाली हो। ए मासले पार्किङ त यहीँ रहेछ त, तर पैसा चाहिँ लाग्छ होला नि त। यहाँ चाहिँ टिकटवाला रहेछ। मासला त्यहाँनिर 7 दिन थोपी मिटर पार्किङ भनेर लेखाएको छ त। मासला म भिजेर नि पुरै खत्तम भयो भिजेर यार। भिज्यो गाइस। मान्छेहरू कस्तो अक्वर्ड लाग्यो बोल्नुलाई छ के छैन। अब पुगेँ म न्यू प्लेस। यत्रो त छैन जस्तो छ। यो रहेछ इन्ट्रान्स चाहिँ। भित्र खत्तम भएको छ यार। द रोयल हल इन्डस्ट्रिज रे। सबै स्किम टुङ्नै छ यार। सबैजना कन्सर्टको लागि गएर जस्तो छ। म चाहिँ भिजेँ मासले अरूभन्दा। छाती देखेर चाहिँ भिजेर यार। मासले यहाँ नि मलाई जानु पार्किङ रहेछ नि यार। त्यहाँनिर पार्क गर्नु त्यो कुनामा मान्छेहरू पार्किङ गरिरहेको छ। हार्डेन कहाँनिर हो यो?
कुन साइडमा हो कन्सर्टको बिल्डिङ कुन चाहिँ हो त्यसमा हार्डेन त हार्डेन यहाँ लेखिरहेको छ फेरि क्याफेको लागि मात्र हो कि होइन है यसो भिडियो बनाउँदै आएको छ म मित्रुकै भएर आएँ म त त्यहाँबाट कुदेर आएको त कहाँ हो यार बिल्डिङै भेटाउनु गाह्रो हुन्छ त यस्तो सानो हो र स्टेडियम जस्तो लाग्यो त्यो लास्ट हिजो स्टेडियम जस्तो होइन भित्रको इन्डोर भेन्यू हो यतै छ यही हुनुपर्छ जस यही एरियामा हो स्टेडियम त एससिजी भिन्दै हो यो होइन तपाईँको नि यही हो टिकट हेर्नु त टिकट चाहिँ हो साथीले काटेको होल्डन पेभिलियन 90 त्यहाँ त्यही लेखेको छ सन्डे 32 मार्च भनेपछि यही हो क्या यही भित्र होला सायद त्यो भित्र चाहिँ रहेछ ए ल ठिक छ त्यो त मैले हिजो भिडियोमा हेर्दा चाहिँ स्टेडियम थियो क्या ल अब माया लाइनमा बस्नुपर्छ होला 7 बजी आउँछ गएर बस्छौँ भिडियोलाई इन्जोय गरिदिउँ As long as it's got your photo with your name and address on it, we'll let you in. Otherwise you have to go home. What is? Driving license will be fine or not? Yes, brother. Driving license will be fine? What is it? Is it ID or not ID? Is it a government ID? Yeah, of course. Thank you. No cameras allowed there. What? No cameras allowed. Okay. No camera not allowed? Camera not allowed? For now. For now it's allowed. Okay. That's fine. What do you not allowed, motherfucker? Excuse me, over. Sara line ma bastanu. हिजो अवसरको खोजीमा हाम्रो बाजे बराजीहरू संसारको कहाँ कहाँ पुगे धेरै ठाउँमा पुगे कामको खोजीमा अवसरको खोजीमा बसाइसक्दै कहाँ कहाँ पुगे त्यो बेलामा उनले पटनको छाउनीहरूमा गाएको गीत हो उहिले बाजेहरूले गाउनु भएको थियो अवसरको खोजीमा गर्दा गर्दा जाँदा दुःख सुख भुल्नको लागि पटनको घरहरूमा छाउनीहरूमा अहिले हामीले सुन्न पायौँ जसरी बाजेले गाएको गीत नाथीहरूले गाउन पाइरहेछ अहिले नाथीहरूले सुन्न पाइरहेछ यो समय चाहिँ नरोकिँदो रहेछ सबै चिज छेकेर छेकिँदो रहेछ रोकेर रोकिँदो रहेछ समय चाहिँ छेक्न नसकिँदो रहेछ तन बुढो भयो भने मन बुढो हुँदो रहेछ त्यो भएर खुसी भएर बस्नु होला पछि त उमेर भएपछि त केही पनि गर्न मन लाग्दैन अनि 50 वर्ष भयो यसो हेरेँ बिजागर पहिला पहिला चाहिँ माया प्रेमको गीतहरू आउँथ्यो अनि अलि उमेर ढल्किँदै गएपछि नआउँदो रहेछ खालि सामाजिक कुराहरू मात्रै आउँदो रहेछ अनि पछि चाहिँ 50 वर्ष नागेपछि लक्ष्मीहरू भन्ने एउटा गीत गऱ्यो यसो सोचेँ कपाल पनि सेतै फुल्यो जुङ्गा पनि सेतै भयो दारी पनि एकदम लोखर्कै जो चराचुरु उठ्यो अनि छोरी मान्छेहरू पनि अब कस्तो वैसँग राम्री बुढी भएपछि कस्तो हुन्छ बुढा भएपछि कस्तो हुन्छ त्यो दिन तपाईँहरूको पनि आउँदैछ अनि खोएर चाहिँ विचार गऱ्यो भन्दा ल एउटा गीत चाहिँ नयाँ जमानाको नयाँ पुस्ताहरूको लागि एउटा 50-100 वर्षमा जो कहाँ पुग्यो नि भन्ने गीत गाउँ भन्ने लाग्यो हाम्रो पालोमा मोबाइल थिएन टिभी थिएन सिनेमाहरूमा लाइन लाएर जानु पर्थ्यो तपाईँहरू त भाग्यमानी मान्छे हुनुहुन्छ ल 50 वर्षमा जे भयो
यस्तो भयो जे देखियो मान्छेले भन्छन् सबै नराम्रो हुन्छ होइन संसारमा राम्रो मान्छे धेरै छन् त्यही भएर संसार चलिरहेको हो कहीँ न कहीँ इमानको मान्छे हुन्छ कतिजना रहरले थोरैजना धेरैजना रहरले होइन थोरैजना रहरले हो धेरैजना पढ्नलाई थोरैजना पढाउनलाई धेरैजना सिक्नलाई थोरैजना सिकाउनलाई धेरैजना धन कमाउनलाई थोरैजना रहरलाई यो महान अस्ट्रेलिया देश आइपुग्नु भएको छ यहाँ बस्दाखेरि यहाँको भाषा यहाँको मान्छे यहाँको संस्कार यहाँको प्रकृति र यहाँको पर्यावरणलाई माया र सम्मान गरिदिनु छ अनि यहाँ कमाउन आउनु भएको छ मजाले कमाउनु छ मजाले अध्ययन गर्नु छ अनि यहाँको राम्रा राम्रा ठाउँहरू मजाले घुम्नु छ अनि यहाँ घुमेका यहाँ देखेका यहाँ सिकेका चिजहरू लिएर एक दिन आफ्नै देशमा जानुपर्छ उहाँहरूले यस्तो भनिराख्दाखेरि यो कलिलो अनुहारहरू यहाँ त्यस्तो देख्दाखेरि यस्तो लाग्यो कि ओहो म कहाँ छु अहिले म कहाँ छु भन्ने लागिरहेको छ तपाईँहरू जसरी हुनुहुन्छ खुसी भएर बस्नु छ सिक्नु छ यदि घर जान बिर्सिनु भएको छ भने नबिर्सिकन सम्झेर कागज पत्र बनाएर घर फर्किनु होला एक दिन हाम्रो देश सुनौलो बन्छ 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 मलाई घरको आमाको याद आयो बुढी आमा तपाईँको बाटो हेरेर बसेको हुनसक्छ बा तपाईँको बाटो हेरेर बसेको हुनसक्छ बजै मामा माइजू काका काकी फुपू फुमाजू दिदी भिनाजू सबैजना तपाईँको बाटो हेरेर बसेको हुनसक्छ त्यो भएर कागज मिलेको छ भने मिलाउने यो मिलाएपछि जे पनि मिल्छ बनाएपछि बन्छ अनि देश फर्किनु होला ओहो यो चैतको आज 17 गते अब हिमालमा हिउँ चाहिँ सेक्थै ढाकिसक्यो होला खर्कहरूमा भेडा बाख्रा पुगिसक्यो होला मकै छर्ने बेला भइसक्यो गुरुङ काँक्रा फर्सी रोप्दा काँक्रा फर्सी रोप्दा खर्याङ गुरुङ उडी गइ हिमालतिर पारी गइसक्यो यो बेलामा घरको सम्झना आयो वनभरि लाली गुराँस फुल्यो होला मगमग बसायो होला ओहो यस्तो बेलामा घरको याद आयो साँच्चै आमाको याद साँच्चै जीवन हो
जीवनमा नआखिर के नै रहेछ र बाँच्दा गर्ने काम जिन्दगी हिजो थियो आज छ भोलि रहने छैन हामी आयौँ आएका छौँ बसेका छौँ भोलि एक दिन सबैले छोडेर जानुपर्छ तपाईँ हामी भाग्यमानी मान्छेहरूले 2 अक्षर चिन्ने सौभाग्य पायौँ हाम्रो देशमा अझै पनि कति भाइ बहिनीहरू बच्चाहरू नानीहरू विद्यालय जानबाट वञ्चित शिक्षाको उज्यालो जति उज्यालो संसारको उज्यालो केही पनि रहन्छ त्यो भएर म यहाँहरूलाई यो मञ्चबाट अनुरोध गरेँ तपाईँले कमाउनु भएको तपाईँलाई गाह्रो छ सबैलाई थाहा छ काम गर्न सङ्घर्षको दिनहरू सबैलाई गाह्रो हुन्छ तर महिनाको 1 दिनको कमाइ वर्षको 12 दिनको कमाइ जम्मा गरेर भएका बच्चाहरूलाई जो विद्यालय जानबाट वञ्चित भएका छन् जो असहाय छन् जो अशक्त छन् उनलाई स्पोन्सर गरेर सहयोग गरिदिनुला अर्को जुनी छ कि छैन मलाई थाहा छैन त्यो भएर पुण्य कमाउने काम यही जुनीमा गरौँ धन उनीले दिने होइन रहेछ धन उनीले त थोपार्ने रहेछ मन उनीले दिने रहेछ यसो मेरो नाम तासी शेर्पा हो है पासाङ शेर्पा तासी शेर्पा स्वतन्त्रताको लागि उठोस् तपाईको विचारहरू सधैँ मानवताको लागि उठोस् तपाईका आदर्शहरू सधैँ प्रजातन्त्रको लागि उठोस् मलाई चिन्नुभयो जीवस गुरुङ जीवस गुरुङ हिजो जीवस गुरुङ गानाको सहारा सुन्नु भएन साइलेस सोल्टिनी सुन्नु भएन My life is like unimaginable today. Oh my God! Yes! Oh, thank you. You made my day. Oh my God! एकछिन रेस गरौँ होला हुन्छ बस्छु My God! My God! बस्न भनेको यस्तो गीत गाउँछ अनि हेर न अब उभिनुपर्छ
सम्झना जोडले हुन्छ भेट मायाले हुन्छ सम्झना मायाले हुन्छ सम्झना जोडले हुन्छ भेट मायाले हुन्छ सम्झना आज दामी टाइममा भेट्यो हामी हैन This is really great moment for me. तिम्रो ब्लग च्यानल छ बनाउन चाहिँ स्टार्ट गरे हैन त्यो अहिले चाहिँ मेमोरिजको लागि हो काशी शेर्पा नेपथ्यको कन्सर्टमा भेटेको थियो होइन एकदम रमाइलो भइरहेछ हामी दुईजना होइन सहयोग केटा हो सहयोग गर्नुपर्छ अब चाहिँ इन्जोय हान्नुपर्छ है हामी इन्जोय forgetting moment for me. Chips Guru on side. My God, this is unrealistic, man. This is unrealistic. मेरो साथीहरूको परिचय गराउँछु है सबैभन्दा पहिला ड्रम्समा हुनुहुन्छ मेरो साथी जिन्दगीमा असल साथी पाउनु ठुलो कुरो हो त्यो भएर साथीहरू नगुमाउनुहोस् मेरो साथी Never forgetting moment for me. Once in a lifetime opportunity. साथी पाउनु भनेको ठुलो कुरो छ जिन्दगीमा साथी नगुमाउनु होला है थ्याङ्क यू भेरी मच तिम्रो साथ मेरो सधैँ होस् सधैँ
मेरो साथी सुमित तिम्रो साथले मलाई जहिले पनि चिन्नु भयो त्यसपछि जीवस गुरुङ गाजाको सहाराले गाउने सोल्टिनी फक जीवस गुरुङ शान्ति 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 शान्त मुद्रामा बस्ने शान्ति हाम्रो पुरानो सहकारी पुरानो साथी मेरो साथी धन्यवाद साथी थ्याङ्क यू आजको किबोर्डमा हुनुहुन्छ सिन्थेसाइजरमा मेरो भाइ मैले त एक्सपेक्ट गरेको थिएन हामी जिप्स भनौँ न जिप्स गुरुङ भनौँ न जिप्स गुरुङ जस्तै आजको गिटारमा हुनुहुन्छ मेरो भाइ निरज मेरो भाइको साथ मैले पाइरहेको कहिले देख्नु चाहियो है हामीलाई Oh my God, स्वर सुक्छ आज त मेरो धन्यवाद तपाईहरुले हाम्रो गीत सुनिदिनु भएको छ नेपाली गीत सङ्गीतलाई माया गरिदिनु भएको छ त्यो भएर हामी यसरी ठुलो बेलामा गीत गाउने अवसर पाउँछौँ तपाईहरु समक्ष आउन पाउँछौँ तपाईहरुको माया र सद्भावको लागि धेरै धेरै धन्यवाद विभिन्न जात जाति र विभिन्न भाषा भाषीका मान्छेहरू बसेर अहिले यो हलमा हामी बजाइरहेछौँ गाइरहेछौँ नाचिरहेछौँ रमाइलो गरिरहेछौँ हाम्रो देश नेपाल पनि विभिन्न जात जाति विभिन्न भाषा भाषीहरूको सङ्गम थलो हो हाम्रो एकतालाई कसैले यो चाहिँ आशीर्वाद हो कि यो चाहिँ आशीर्वाद हो एकदम बुढो मान्छेको आशीर्वाद हो एकदम सबैभन्दा पहिला हामी नेपाली कोशिश कसैले पनि नगरोस् आउनुहोस् अब यहाँ अब नाच्दाले के भइरहेछ त रियालिटी रेसम
खुसी भइरहेको कस्तो मन पर्यो मलाई त मेरो पैसा याद आयो यो नेपाली हाँसोलाई यो मुस्कानलाई सधैँ मुहारमा सधैँ राख्नु होला सुखै भए पनि दुःखै भए पनि जिन्दगीको सङ्घर्ष गर्ने क्रममा यी चिजहरूलाई बचाएर राख्नु होला हेलो एभ्रिवान ल अब चाहिँ भ्लग सिद्धिएर म चाहिँ घरतिर जाँदैछु होइन अनि नट सरी नट भ्लग अलिकति मेरो माइन्ड पनि काम गरेन किन भन्दाखेरि दुईवटा लेजेन्डलाई मैले भेटेँ आज एउटा अगाडि मञ्चमा र एउटा मैसँग मेरो साथमा नाचिरहेको थियो उसको नाम चाहिँ जिप्स गुरुङ अमित गुरुङ नेपथ्य ब्यान्ड द लिडर द लेजेन्ड अनि जिप्स गुरुङ द भेरी 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 गुड सिङ्गर है एकदमै मेरो आज लक्की डे रहेछ मैले दुवैजनालाई भेट्न पाएँ फोटो पनि दिएँ एउटा दुइटा अनि धेरै खुसी छु म आजको दिन एकदमै राम्रो भयो मेरो अनि यो भ्लग पनि सोचेको भन्दा नि खतरा भयो यो भ्लगमा खासमा भ्लग बनाउँछु भनेर मात्र कन्सर्टमा आएको थिएँ अनि नेपथ्यलाई भेट्छु बट फर्चुनेटली मैले दुवैजनालाई भेट्न पाएर मेरो दिन एकदमै राम्रो भयो है अनि यो भ्लगलाई चाहिँ म यति नै भन्दै आई होप यु गाइजहरूले इन्जोय गर्नुभयो यो भ्लग हेरेर अनि यु गाइज लाइक इट प्लिज मेक स्योर द्याट लाइक सेयर एन्ड कमेन्ट टु दिस च्यानल फेरि म भ्लग लिएर आउनेछु प्लिज थ्याङ्क यू